Hi, hello, and namaste everyone. Welcome to the vlog. If you are tired of this city dust, today's videos is for you. Today we are going from Kapan all the way to the top of Chandragiri Hills. 10 minutes cable car ride, a stunning 360-degree view of the mountains and pure nature. I am going to show you the route, the tickets price and the absolute best views at the top. Make sure to subscribe and let's go. After all, we can start our journey from Rudramati Marga or through Chabal Sukedhara, and we can connect to the main road heading towards the city center. After that, we can follow Ramsaha path down past the Putali Sadak or Pardashani Marga area. After that, we can merge into the Thapathali road, Tripureshwar Marga, and then we can go through the Kalimati straight into the Kalanki junction. From Kalanki we can merge directly onto the Prithvi highway. Then after we can go straight towards Thankot. Then after, as we enter Thankot, look to your left for the large colorful Chandragiri Hills welcome sign. Turn left of the highway onto the dedicated uphills access road. These winding roads take you straight into the parking lot of the Chandragiri Hills cable car base station. Right now you can see us in the Chandragiri Hills cable car base station. अब यहाँबाट चाहिँ हाम्रो जर्नी स्टार्ट हुँदैछ. सो सबैजनाले ब्लगलाई इन्जोय गर्नुहोला. सो हामी चाहिँ यहाँ फाइनली पुगिसकेका छौँ र मेरो दिदी चाहिँ टिकट काउन्टरमा जानुभएको छ अनि यहाँ उभिराख्नु भएको चाहिँ मेरो मामु हो. हजुरहरूले देख्न सक्नुहुनेछ. र यहाँ चाहिँ हामी मेरो भाइहरूसँग अनि मेरो छोरीहरूसँग अनि मामु दिदी अनि प्लस मेरो ससुरा बुवासँग चाहिँ हामी चन्द्रगिरी हिल्स घुम्न गएका थियौँ. ससुरा बुवा चाहिँ मेरो दिदीको ससुरा बुवा हो है. अनि सो सबैजनाले यहाँ देख्न सक्नुहुन्छ. मेरो दिदीले पनि हेलो भनिराख्नु भएको छ. त्यसपछि केही छिनपछि यहाँ चाहिँ दिदीको ससुरा बुवा हुनुहुन्छ, मेरो पनि ससुरा बुवा पर्नुहुन्छ. सो हामी चाहिँ सबैजना चन्द्रगिरी घुम्न गएका थियौँ. सो यहाँनिर हजुरहरूले लाइन देख्न सक्नुहुनेछ है. हामी चाहिँ टिकट काटेर पनि यहाँनिर अब केबल कार चढ्नको लागि लाइन बसिरहेको छौँ. सबैजनाले देख्न सक्नुहुन्छ यहाँनिर. अनि अब चाहिँ यहाँ हेर्नुहोस् त गाइजहरू, भिडहरू धेरै थियो. अब धेरै भिड भए तापनि हामी चाहिँ अब घुम्न गइसकेपछि चाहिँ त्यहाँनिर आफ्नो पालो कुरेर अब चाहिँ हाम्रो केबल कारमा चढ्ने पालो आयो. देख्न सक्नुहुन्छ. सबैजनाले ब्लग इन्जोय गर्नुहोला अनि मनमा लागेको कुराहरू कमेन्टमा लेख्नुहोला. अनि यदि मन परे सब्सक्राइब पनि गर्नुहोला, सेयर पनि गर्नुहोला है त. अब हाम्रो जर्नी चाहिँ यहाँबाट चाहिँ चन्द्रगिरी माथि बालेश्वर महादेवतिर स्टार्ट भयो. ओके एभ्रिवान, अब चाहिँ सबैजनाले भिडियो हेरेर रमाइलो लिनुहोला है त. ल हामी चाहिँ अब चन्द्रगिरीतिर हिँड्ने हो केबल कार चढेर. कालो कस्तो लागिरहेको छ तिमीहरूलाई केबल कारमा भन त. कान्छा यता हेर त कस्तो लागिरहेको छ तपाईँलाई भन्नु त. रमाइलो लाग्यो. आदिलाई कस्तो लाग्यो खै आदि यता हेर्नु त कस्तो लाग्यो. बाबालाई रमाइलो छ. नानालाई चाहिँ कस्तो लागिरहेको. उकालो लानेर मनोकामनामा चाहिँ जङ्गल छैन, गाउँहरू पनि छ. गाउँहरू पनि रहेछ उहाँ त. हामी चाहिँ केवल घाट चढ्नु पाइयो नि त्यतिखेर थिएन. बिग्रेको थियो अरे बनाउनुलाई यसो गरेर. दुईटा झर यो जंगलमा त बाघ भालु सिंहहरु क्यारे छ नि. लेकिन मलाई त बस्नै मन लाग्यो. कुहिरोले अब केही नदेखिने रहेछ. कुहिरो पोलमा ठोकेछ. लग्छ है यो कुहिरोहरु देखेर त मलाई गाउँको याद. अब त ओइ ल ओइ कालो ओइ मा लेखमा पो रहेछ. लेक छ. ओइ ल यार के देखिदैन.
रियल कार भन्दै हेर्दैन बल्ल खै। बल्ल हेर्नु के तल उहिले बानरले छिर्क्यो हामीले छिर्दै ओइ के छ अलि अलि क्लिन भयो लिप्दै झरे मान्छे सबै माथि रहे धुमधाम फेरि गाडा सारा अब यहाँ राति कति राम्रो उहिले बादल देखिरहेछ पुग्न लागिहाल्यो नि अब अब त्यो डाँडा माथि हो हेलो यी तल हेर्नु अब चाहिँ पुग्यो राम्रो के राम्रो उयो हौ कुहिरो है हामी चाहिँ अहिले यहाँनिर पुगेर पनि बाहिर निस्किसकेका छौँ केबल कारबाट उत्रेर पनि त्यसपछि हामी यहाँनिर एक दुईवटा फोटोसुट गर्छौँ अनि यहाँनिर हेर्न सक्नुहुनेछ रमाइलो विभिन्न देशबाट चाहिँ यहाँनिर टुरिस्टहरू आएर हेर्नुहोस् त यस्तो रमाइलो गर्नुहुन्छ अनि झन् हामी त यहीँ नेपालको मान्छे होइन नेपालमै भएर पनि अनि घुम्न गइएन भनेर अनि कामै भएन नि यति राम्रो ठाउँ भएको फोटोसुट सकिएपछि चाहिँ अहिले हामी अब भालेश्वर महादेव मन्दिरतर्फ जाँदैछौँ अब यता जाँदा पनि यहाँनिर अब वेलकम टु चन्द्रगिरी हिल्स भन्ने बोर्ड माथि देखिराख्नु भयो होला त्यहाँनिर गएर चाहिँ हामी यसो एक दुईवटा फोटोसुटहरू गर्छौँ होइन भिडियोहरू बनाउँछौँ अनि सबैजनाको फोटो भिडियो खिच्छौँ मन्दिरतर्फ लाग्छौँ यहाँ चाहिँ हामीले चाहिँ आफ्नो पिस जे हुन्छ त्यो लेखेर यसरी राख्ने है पुरा हुन्छ भन्ने विश्वास चाहिँ छ हेलो गाइज अहिले चाहिँ हामी यहाँनिर भालेश्वर महादेव मन्दिरमा आइसकेका छौँ यहाँनिर देख्न सक्नुहुनेछ सबैजनाले आज चाहिँ हामी भालेश्वर मन्दिर साउन महिनाको आज कति छोरा 24 हिजो 22 थियो ल आज चाहिँ हामी 23 गते शनिबार आएका छौँ भ्रमणमा सम्पूर्ण परिवारहरू चाहिँ मेरो उहाँ हुनुहुन्छ हामी चाहिँ आज घुम्न आएको यहाँनिर देख्न सक्नुहुनेछ है आजको वेदर चाहिँ हेर्न सक्नुहुनेछ यहाँनिर एकदमै कुहिरो लागिरहेको छ यता छु मेरो भाइ म चाहिँ शिव भक्त हो गाइज अनि आज चाहिँ हामी यहाँनिर चन्द्रगिरी हिल्स भालेश्वर महादेव मन्दिरमा हामी आइसकेका छौँ यहाँनिर भक्तजनहरू देख्न सक्नुहुन्छ हजुरहरूले कति धेरैजना हुनुहुन्छ आजको सिन चाहिँ यस्तो छ हेर्न सक्नुहुनेछ यताको छ अरे हेर्नुहोस् त मेरा सम्पूर्ण परिवारहरू चाहिँ यहाँ हुनुहुन्छ हामी चाहिँ सबैजना आज भालेश्वर मन्दिरमा आएका छौँ यहाँ चाहिँ हाम्रो बाबा हुनुहुन्छ यसरी चाहिँ हामी घुम्न आएका छौँ त्यस्तो होइन क्या यता उता फर्काउनु न like right, left. Like, is it like more left, more right? No, like conservative, liberal, socialist. हाम्रो चाहिँ फोटोसुट हुँदैछ यहाँ फोटोसुट गरेर चाहिँ हामी यहाँबाट चाहिँ के देख्न सकिन्छ हेर्नुहोस् है त यता यता जाँदैछौँ हामी चाहिँ यहाँ चाहिँ यस्तो रहेछ म चाहिँ यतातिर चाहिँ आएको थिइनँ यहाँनिर चाहिँ यसरी चाहिँ हामीले देख्न सक्नुहुनेछ तपाईँहरूले यही भिडियोबाट दर्शन गर्न सक्नुहुनेछ सम्पूर्ण यहाँनिर चाहिँ हामी पहिले एकचोटि मेरो स्कुलको टिमसँग अनि त्यसपछि पछिबाट
एकपल्ट हामी चाहिँ फ्यामिलीसँग अनि फेरि अहिले पनि फ्यामिलीसँगै भिजिटमा छौँ। पहिले एकचोटि चाहिँ हामी हाइकिङ आएको थियौँ गाइज। आज चाहिँ हामी भेकल्सबाट आयौँ भने त्यति बेला चाहिँ हामी सबैजना स्कुल टिम चाहिँ हाइकिङ गरेर आएका थियौँ। त्यो नै थियो मेरो चाहिँ फर्स्ट मेमोरिज है यो मन्दिरमा। देख्न सक्नुहुनेछ यस्तो राम्रो छ ठाउँ। तपाईँहरू पनि यदि भिजिटमा आउन चाहनुहुन्छ भने पक्कै पनि यो प्लेस चाहिँ नछुटाउनु होला है। हेलो मम्मी, तपाईँलाई कस्तो लागिरहेको छ मन्दिरमा आएर भन्नु त, बोल्नु न। सबै कुरा ठिक छ, राम्रो छ, राम्रो लाग्यो? जय होस्। अनि राम्रो चिताको पुगोस्, मनोकामना पुगोस्। आज हामी कहाँ छौँ भन्नु त? आज हामी चन्द्रगिरीमा छौँ। अनि तपाईँलाई कस्तो लागिरहेको छ अहिले यो एकदमै हेर्नु त यहाँ कुहिरो लागिरहेको छ, कस्तो लाग्यो भन्नु त? रमाइलो लागेको छ। ए छोरी, तपाईँलाई चन्द्रगिरीमा कस्तो लागिरहेछ? राम्रो। के चाहिँ राम्रो लाग्यो यहाँको सबैभन्दा भन्नु त? गेम। तपाईँले गेम के खेल्ने मन छ ल भन्नु त? गेममा तपाईँलाई के खेल्ने मन छ? मलाई फ्री फल अनि स्काई साइक्लिङ अनि त्यसपछि जिप लाइन। ल तपाईँलाई चाहिँ के खेल्ने मन छ कान्छा भन्नु त? ल हेर्नुहोस् है भेज काउन्टर। यहाँ चाहिँ काउन्टरहरू पनि फाल्टै रहेछ, देख्न सक्नुहुनेछ। पानीपुरी एन्ड छपुरी वाह माई फेभरेट वान। अनि भेज चाहिँ म खासै खाँदिनँ साथीहरू। अब हामी चाहिँ स्न्याक्स, अब हामी चाहिँ खाजा खान्छौँ। हेर्नुहोस् देवे खाने खानु न। हेलो एभ्रिवान, तपाईँहरूलाई कस्तो लागिरहेको छ? अब के को पालो? गेम खेल्न कतिको एक्साइटिङ हुनुहुन्छ? ल मुन्टो बटारेर फेरि टिम हो। जीवनमा सबै कुराको अनुभव लिनुपर्छ भने जस्तै साथीहरू, अब यो गेम सकेपछि चाहिँ हामी मम्मी र बुवालाई चाहिँ जिप लाइन खेलाउन गइरहेको छौँ। सो अब यहाँनिर चाहिँ उहाँहरू जिप लाइन खेल्नुहुन्छ। कस्तो लागिरहेको छ, डर लागेको छ छैन भन्दाखेरि अब उहाँहरूले त अब धेरै कुरा एक्सपिरियन्स गरिसक्नु भयो लाइफमा। सो त्यति धेरै डर त लागेको छैन अरे उहाँहरूलाई। अब हामीले पहिले गर्दाखेरि चाहिँ कस्तो होइन डर हुन्थ्यो नि त मनमा, तर मामु र बाबालाई चाहिँ त्यस्तो डर लागेको छैन। सो अब उहाँहरूले जिप लाइन खेल्नुहुन्छ, तपाईँहरूले हेर्नुहोला।
अब चाहिँ हामी रमाइलो सबै सकेर घरतिर फर्किने क्रममा छौँ। सो अब चाहिँ हामी घर फर्किन्छौँ। फेरि केबल कारको लागि लाइन लाग्छौँ। केबल कारमा लाइन लागिसकेपछि बल्ल बल्ल पालो आउँछ। पालो आइसकेपछि हामी केबल कारमा बस्छौँ अनि अब जान्छौँ हामी यसरी ओह्रालो। अघि उकालो आउँदा त साह्रो रमाइलो भएको थियो। अब चाहिँ यहाँ गाइस हामी चाहिँ अब फर्क्यौँ है चन्द्रगिरी सब घुमेर पनि सब परिवार चाहिँ हामी घरतिर झर्दैछौँ। मैले चाहिँ केबल कारबाट ल हेर्न सक्नुहुन्छ केबल कारबाट भ्यूज। कता हो त राम्रो यो चाहिँ हामी केबल कारबाट झर्दैछौँ। आउने र जाने बराबर शम्भु जस्तै सबै देखिने रहेछ है सो फाइनल्ली हामी चाहिँ तल झरेपछि एकछिन पानीसँग खेल्यौँ अनि पानीसँग खेलिसकेपछि सबैजनाले यहाँ पनि फोटोसोटो खिच्यौँ, भिडियो बनायौँ अनि त्यसपछि यो ठाउँबाट थुप्रै मेमोरिजहरू बोकेर अब चाहिँ हामी घर फर्किँदैछौँ। सो सबैजनाले यो भिडियोलाई मन पराइदिनु भयो होला भन्दै आशा राख्दै आज यो भिडियोबाट बिदाई हुन चाहन्छु। हस् त बाई बाई, लभ यु अल।